आज एकदम चाहिँ गर्मी चलिरहेछ, कता जाने के गर्ने। आज एउटा पुरानो चाहिँ साथीको याद आयो र चाहिँ तपाईँहरूलाई म त्यो मेरो साथीको चाहिँ गाउँतिर चाहिँ लिएर जाँदैछु है। हेर्दै जानु होला, त्यहाँको चाहिँ भिडियो चाहिँ हेरेपछि चाहिँ कुन ठाउँ रहेछ भन्ने थाहा पाउनुहुन्छ। अहिले मलाई साथीले आफ्नो गाउँको भगवती मन्दिरमा आइज भन्नुभएको छ र हामी उतैतिर चाहिँ जाँदैछौँ। सायद चाहिँ साथी पनि चाहिँ त्यहीँ हुनुहुन्छ होला। ल अब जाउँ है त। यो चोकबाट कता जाने, उकालो लाग्यो। अलिकति चाहिँ गाउँको नमुना आयो है। अब कति राम्रो, कति टाढा अब यसलाई आइसक्यो। ल ल ल ओहो, यो राते बिचरा 4 दिनको थियो अनि मैले यसलाई गाउँतिर पठाइदिएको थिएँ। यत्रो भएछ यो। ओहो, यसलाई मैले सानोमा खेलाएर होला नि, यसले त्यो मेरो चाहिँ बास्नाले चाहिँ थाहा पाएछ कि, त्यही भएर यसले मलाई यति चाहिँ माया गरिरहेछ आज। आफ्नो चाहिँ घरमा चाहिँ निलैजानलाई चाहिँ बाटो चाहिँ देखाउँदै आएछ। यहाँ चाहिँ साथी पनि आइसक्नु भएको रहेछ। ल है साथीहरू, अब म तपाईँलाई चाहिँ कुन ठाउँ चाहिँ देखाउँदैछु। यहाँ पर चाहिँ देखिएको त्यो बेगनासतालको पानी चाहिँ टल्केको हो। उतापट्टिको चाहिँ पर्यो लेखनाथ पर्यो। अनि त्यसरी बिस्तारै यो नजिकैको नयाँ एयरपोर्ट, पोखराको चाहिँ नयाँ एयरपोर्ट पर्यो। अनि त्योदेखि यतापट्टिको टुङ्गाको डाँडा पर्यो। उहाँ चाहिँ पारी काउँ डाँडा, आर्ब डाँडा के डाँडाहरू छ। ल यस्तो ठाउँमा आइयो भनेपछि तपाईँले अनुमान चाहिँ लगाउनुहोस् त हामी कहाँनिर होला। यो ठ्याक्कै चाहिँ भन्नुपर्दाखेरि पोखरालाई घेरेको डाँडाको पश्चिमपट्टिको डाँडा पर्यो। हजुर हेर्नुहोस् त कति राम्रो आएछ। यतापट्टि हेऱ्यो पोखरा, यतापट्टि यस्तो। यहाँ चाहिँ भगवती मन्दिर हुनुहुन्छ है। यहाँ यो चाहिँ भगवती मन्दिर हो र हाम्रो चाहिँ भेट्ने कार्यक्रम यहीँ भएको थियो। अब हामी उहाँको चाहिँ घरतिर लाग्यौँ। घरमा कति राम्रो बाख्राको चाहिँ बच्चा रहेछ। यिनीहरू चाहिँ दुध चाहिँ खाँदैछ, त्यही भएर यिनीहरू चाहिँ घरमै रहेको होला। यसको दाई भाइ अब काका काकीहरू को चाहिँ चढ्न गयो होला। आमासित यिनीहरू चाहिँ घरमै चाहिँ बसेर रहेछ। कति राम्रो चाहिँ कुखुरा पनि चाहिँ पाल्नु भएको रहेछ। यो चाहिँ नयाँ जात हो कि यो त नयाँ जात जस्तो लाग्यो मलाई। अब यतापट्टि हाँसहरू रहेछ। यहाँ चाहिँ मैले साथीसँग कुरा चाहिँ गरेको अनुसार उहाँले आफ्नो शब्दहरू र चाहिँ फोटो भिडियोमा चाहिँ नआउने जानकारी चाहिँ राख्नुभयो। हुन्छ, हामीले चाहिँ इच्छालाई चाहिँ मार्दैन। हाँसहरू खेलिरहेछ। अब आफ्नो चाहिँ बच्चा चाहिँ खोज्न आउँछ भनेर उसले छेकिरहेछ क्या। उसले चाहिँ बच्चाको सुरक्षाको लागि भित्र लग्यो। उसले आफ्नो एरियामा भयो, बच्चालाई थाहा छैन। उनीहरू चाहिँ मान्छेहरू पनि आउँछ। एकछिन यिनीहरूलाई हेरिराख्न मन लाग्यो, यिनीहरूसँग खेल्न मन लाग्यो। अब त्यता एकछिन चाहिँ खेलेको, त्यसलाई रिस उठ्यो।
आमालाई र उसले कुनातिर लिएर गयो अब मजाले खेले कुनातिर लिएर गयो अनि यहाँ चाहिँ साथीको तल चाहिँ करेसाबारी एकदम ठुलो छ अरे एकदम राम्रो छ अरे अब उतातिर चाहिँ जान नजाने भयो अलिकति चाहिँ टाढै रहेछ अब यहीँ एकछिन रहेर फर्किने हो अब चाहिँ गाउँ पनि हेऱ्यो अनि उहाँले यस्तो बाख्रा पाल्नुभएको रहेछ हाँस कुखुराहरू अनि बाख्राहरू चाहिँ धेरै रहेछ अहिले चाहिँ चर्नको लागि चाहिँ गएको रहेछ यहाँ चाहिँ आफ्नो चाहिँ माउले आफ्नो चाहिँ बच्चाहरूलाई चाहिँ घाँस खुलाउन सिकाइरहेछ ठिकै छ अब चाहिँ गाउँमा अब यस्तै त हो नि अब यही हो अब चाहिँ कुटो कोदालो कुखुरा हाँस कुखुरा गाई बस्तु अनि खेतबारी यस्तै त हो नि ठिकै छ अब यो रमाइलो लाग्छ यस्तोमा आउन बोल्न यताको चाहिँ रमाइलो चाहिँ छुट्टै खालको छ ल हेर्नुहोस् त पनि अब समय लामै भयो अब चाहिँ घरतिर फर्कँदै र त साथी हो फेरि चाहिँ फेरि अर्कोचोटि नयाँ ठाउँको नयाँ चाहिँ भिडियो चाहिँ लिएर आउँला है त ओके ल बाई